अब नेपालमा आधा मात्र भरिएको सिलिन्डर ग्यास बेचिने भएको छ। के नेपालमा साँच्चै नै ग्यास सङ्कट सुरु भएकै हो त? नेपाल सरकारले एउटा घोषणा गरेको छ, अब केही समयका लागि आधा भरिएको सिलिन्डर ग्यास मात्र बेच्ने। सरकारको तर्क के छ भन्दा यसले बजारमा देखिएको ग्यासको अभाव घटाउँछ र धेरैभन्दा धेरै घरमा ग्यास पुर्याउन सकिन्छ। तर अहिले पुरै विश्व एउटा तनावमा छ। मध्यपूर्व क्षेत्रमा बढिरहेको त्यो तनावको कारण तेल र ग्यासको सप्लाई एकदम धेरै प्रभावित भएको छ। नेपालले ग्यास लगायत सम्पूर्ण पेट्रोलियम पदार्थ भारत हुँदै आयात गर्छ। त्यसैले यस्ता अन्तर्राष्ट्रिय परिस्थितिले हाम्रो भान्सासम्मै असर गर्छ। तर मेरो जिल्लाको एकजना लोकल नेताले के भन्नुभयो भने नयाँ निर्वाचित सांसदहरू र उनीहरूको कारण मेन चाहिँ उनीहरूले जुन तरिकाले 2/3 बहुमत ल्याएर जितेको थियो उनीहरूको कारणले यो अवस्था सिर्जना भएको हो। तर के साँच्चै नै ती नयाँ निर्वाचित 5 दिन 6 दिन भयो निर्वाचित भइसकेको उनीहरूले गर्दा हो त? कि यो हाम्रो नीति आपूर्ति प्रणाली र अन्तर्राष्ट्रिय बजारको प्रभाव हो? हामीले बुझ्नुपर्ने कुरा चाहिँ मुख्य कुरा चाहिँ के हो भन्दा यो समस्या विश्वको भू राजनीति, आपूर्ति व्यवस्थापन र बजार मनोविज्ञानको मिश्रण पनि हुनसक्छ। बजार मनोविज्ञान भनेको चाहिँ मान्छेले धेरैभन्दा धेरै सिलिन्डर आफ्नो गोदाममा लुकाएर राख्ने। सो भोलि भाउ बढेको बेला निकालेर बेच्न सक्यो, कालो बजारी गरेर बेचेर बढी प्रफिट कमाउने, या आफ्नो लागि भविष्यसम्म पुग्ने गरी ग्यास स्टोर गरेर राख्ने। अब तपाईँ आफै भन्नुहोस्, आधा सिलिन्डर बेच्नु सरकारको निर्णय कस्तो लाग्यो हजुरलाई? सही हो या गलत हो? यसको जिम्मेवारी सरकारको हो या त अन्तर्राष्ट्रिय बजारको प्रभाव हो? कमेन्ट गरेर आफ्नो मनमा लागेका विचारहरू राख्नुहोस्। धन्यवाद।